आइसक्यौँ हल्का सानोलाई चाहिँ बिहान बिहान ग्यास्ट्रिक भएको भात रहेछ ल ल कोक पनि छ खाऊ ल Hi guys, what's up? अनि गुड मर्निङ अनि अहिलेको मर्निङ टाइम अराउन्ड 6 भएको छ अनि वेलकम ब्याक टु एसए ब्लग अनि तपाईँहरू सबैजना सन्चै हुन्छ होला र हामी पनि एकदम सन्चै आरामै छौँ अनि जस तपाईँले आजको वेदर हेर्न सक्नुहुन्छ एकदम कुल छ होइन शीतल छ अनि डाइरेक्ट अहिले हामी चाहिँ सेङ्जेन बे रेलवे स्टेसनमा छौँ अनि अब स्टार पनि लागिसक्यो स्टारको होलिडे भइसक्यो त्यही भएर चाहिँ अब हामी चाहिँ घुम्न निस्केको अब मसँग चाहिँ एज युजल अलवेज माई डियर सानु पनि सँगै छिन् सी इज अ क्यामराम्यान अब टाइम पनि अलिक ढिलो ढिलो भइसकेको छ अनि आज चाहिँ हामी चाहिँ चाइनाको लाइक बुलेट ट्रेनमा अराउन्ड 3 आवर जति 3 कि कति सानो 4 आवर कति 5 आवर जति लाग्छ अरे अनि बुलेट ट्रेनमा अब हामी जाँदैछौँ अनि यो चाहिँ मेरो लाइफको फर्स्ट टाइम बुलेट ट्रेनको एक्सपिरियन्स पनि हुनेछ सानुको के हो मेरो पनि फर्स्ट टाइम एक्सपिरियन्स हुँदैछ के कसो हुन्छ तपाईँहरू हामीसँग इन्जोय गरिदिनुहोस् होला हेरिदिनुहोस् होला के कसो हुन्छ अब ढिलो नगरिकन अब हामी जानुपर्ने हुन्छ एकदम ढिलो भइसकेछ हामीलाई रस आवरमा छ ओके गाइज ओके थ्याङ्क यू आजको वेदर चाहिँ एकदम चिल छ होइन देख्न सक्नुहुन्छ घाम पनि लागेको छैन अब ढिलो नगरिकन जामै अब ढिलो भइसकेको छ भाइब त्यस्तो छ एकदम पिस छ क्लिन छ अनि यता सानो चाहिँ अगाडि जाँदैछन् दुईवटा सुटकेस लिएर वेदर यस्तो छ है अलि ठ्याक्क हामी तल छौँ अनि सानोलाई पनि ल हेलो सालो गुड मर्निङ अनि ल यसो अनि सानो आज हामी कहाँ जाँदैछौँ के जाँदैछौँ यसो डटपट हाना त ल आज हामी चाहिँ चाइनाको गुलिन भन्ने ठाउँमा जाँदैछौँ यस के कस्तो हुन्छ अब हजुर हामीसँग हेरिदिनु होला है अलि ढिलो भइसकेको छ छिटो आउनु ल हिँड ल पुरा सुर्केसमा सानो चाहिँ अब भ्याकेसन मोडमा हो भ्याकेसन मोड एक्टिभेटेड सो यस गाइस अब यस्तो छ है पुलिसको बिटहरू हल्का बत्तीहरू झिपझिप भइरहेको छ मान्छेहरू सबै अब स्टारको होलिडेको लागि अब ट्राभल गर्दै हुनुहुन्छ हामी पनि गर्दैछौँ अनि आज हामी 2 जना मात्रै जाँदैछौँ मामाश्रीलाई पनि यहीँबाट है गुड मर्निङ मामाश्री अब ड्याड ममको चाहिँ हल्का मिलेन भाइको एक्जाम छ मामाको भिसा प्रब्लम मामाले पनि भिडियो हेर्दै इन्जोय गरिदिनुहोस् होला ओके लगाइ जस्तो छ ल के कसो हुन्छ क्याप्चर गर्छु यहाँ सेक्युरिटी चेक हुँदैछ हामी सेक्युरिटी चेकमा आइसकेको छौँ चेक पनि भइसक्यो अब पास भइसक्यो अब हामी चाहिँ गेटबाट भित्र छिर्दैछौँ त गाइस भित्र यता देखाउन कति क्राउड छ क्राउड हुन्छ नि क्राउड रेडी अब भित्र जानको लागि त भित्रबाट पास भइसक्यो पासपोर्टहरू सबै चेक भइसक्यो टिकटहरू अब भित्र जामै के कस्तो हुन्छ इन्जोय द भिडियो गाइस ल अब हामी चाहिँ हाम्रो टिकटको काउन्टरको अब टिकटको कुन डिपार्टमेन्ट हो त्यहाँ जाँदैछौँ खोज्दैछौँ 13A र 12A भनेको छ यस्तो छ यहाँको भाइब्स चाहिँ एकदम बिजी छ है मान्छेहरू एकदम भरपुर मात्रामा के हल्का अब सबैजना स्टारको लागि चाहिँ ट्राभल गर्दै हुनुहुन्छ हल्का गाइस उता सानुले चाहिँ अगाडि जाँदैछन् मैले केही गर्न पर्दैन सबै सानुले हल्का त्यही सानुले हल्का काउन्टरमा सोध्दैछु नि म कता हो के हो यसो भनेर सानो कता हामी 13A हो ल त्यहाँ रहेछ है र त छिटो ढिलो नगरिदिन यस्तो छ यहाँ चाहिँ सबै यो जानको ट्रेनको होला यो चाहिँ बोर्डिङ पासहरू ल अब हामी चाहिँ हाम्रोमा चाहिँ आइसक्यौँ 13A मा हो हामी अनि उता 11A छ उता 10A
सबैको आफ्नो स्टेसन हेलो सानो वेटिङमा हो हजुर अहिले वेटिङमा छौँ हामीहरू यस अब हेरौँ कस्तो हुन्छ भित्र गएर हल्का तिमीलाई पेट त खाली भएको छैन अब बिहान हतार भयो जस्ट वाटर भयो त्यस्तो केही पनि भएको छैन अब बिहान बिहान चाहिँ लाइट खानुपर्छ नि त अब Yes. भित्र गएर हेरौँ है के हुन्छ लेट्स गो फर क्यापेचिनो हो क्यापेचिनो कि अमेरिकानो हो कि ल ल ओके गाइस ल ल अब फाइनली अब हाम्रो पालो आएछ ल अघि चाहिँ चाहिने भन्दा अब अगाडि आइयो सबै यो सानोले गर्दा है अब चाहिँ लेट्स गेट इन साइड ल फाइनल्ली अब हामी भित्र छिरिसक्यौँ है अघि चाहिने भन्दा बढी अगाडि आइयो सबै हाम्रो सानोले लेट्स गो इन है सानो बुलेट ट्रेन हेर वाउ गाइस यो बुलेट ट्रेन है बुलेट ट्रेन फर्स्ट टाइम ल गाइस फाइनली बुलेट ट्रेनमा अब हाम्रो टिकट देखाउनु पर्ने हुन्छ उहीसम्म छ भित्र जाम है ल गाइस फाइनल अब हामी भित्र आइपुग्यौँ मेरो फर्स्ट टाइम एक्सपिरियन्स जानेको फर्स्ट टाइम एक्सपिरियन्स बुलेट ट्रेनमा अब हाम्रो सिट कुन सानो यो हो अनि यहाँ रहेछ अब हेरौँ है बिकीमा हालेर आउँछ ल फेरि पर हेर्नु र गाइसदेखि सबै गाह्रो काम चाहिँ मैले गर्नुपर्छ सानोले चाहिँ सजिलो काम गर्नु ल गाइजहरू अब हाम्रो बुलेट ट्रेन होइन यो बुलेट ट्रेन चाहिँ अब हामी हिँड्न सुरु गरिसक्यो ल तब त्यहाँ देख्न सक्नुहुन्छ पुरा बुलेटको आकार भएको पोइन्टेड ल उता पनि अर्को ट्रेन अनि विथ अल द्याट हसल एन्ड पसल टिकेटिङको छिटो आएको लफडा भएर अब फाइनल्ली है अब भन्न चाहिँ आएन अब हामी जाँदैछौँ अनि जस्ट टाइमिङ भनेको टाइमिङै हुँदो रहेछ क्या जस्ट ठ्याक्क चाहिँ होइन 1 मिनट पनि ढिलो भएन 2 मिनट ढिलो भएन त्यसमा अनि अब हामी चाहिँ ट्रेन चाहिँ जस्ट हिँडिसक्यो है अहिले चाहिँ बिस्तारै वार्म अप हुँदैछ एकछिन ल यस्तो अब हल्का स्न्याक्सहरूको पनि सुविधा रहेछ है सुविधा त के भन्यो आफूले हल्का पे गर्ने अनि खाने सानो हाम्रो यो चाहिँ चिज फ्लेभर स्यान्डविच बिस्किट अनि हल्का के हो एक्स्ट्रा कफी र आइस कफी चाहिँ लिइसक्यौँ हल्का सानोलाई चाहिँ बिहान बिहान के अरे ग्यास्ट्रिक भएको ल अहिले बिहानको 8:30 बजिसकेको छ अनि वेदर पनि एकदम शीतलो छ घाम लागेको छैन अनि ट्रेनमा चाहिँ यसरी चाहिँ बेला बेलामा चाहिँ अब आइडीहरू चेकिङहरू चाहिँ गर्दो रहेछ है चेकिङ गरेको राम्रो पनि हो चेकिङ गर्दो रहेछ ल अब चाहिँ मैले मात्रै कति बोल्ने सानले पनि हल्का केही भनिरहेछ ल सानो के भन्न छ ल भन एक्चुली अहिले चाहिँ हामी ट्रेनको चाहिँ सेकेन्ड क्लास क्यारेजमा छौँ र ट्रेनमा पनि त्यही बिजनेस क्लास फर्स्ट क्लास सेकेन्ड क्लास अनि स्लिपर अनि स्ट्यान्डिङ पनि हुँदो रहेछ अनि हामीले चाहिँ सेकेन्ड क्लास अहिले पायौँ भने किनकि चाइना भिसामा आउनु अलिक प्रब्लम भयो मेरोलाई त्यही भएर अलिकति लास्ट मुभमेन्टमा चाहिँ यो बुकिङ भयो फाइनली
धन्दै बुकिङ भयो नत्र अलमोस्ट अहिले चाहिँ इस्टर होलिडे चलेर आएको त 1 महिना अगाडिदेखि नै फुल हुँदो रहेछ बुकिङ धन्न पायौँ अहिले यो चाहिँ र तर हाम्रो फेरि भ्याकेसन मोडै क्यान्सल हुन्थ्यो र अलिक आई थिङ्क अहिले हङकङमै हुन्थ्यो म हामीहरू अनि त्यसपछि अरू चाहिँ यो ट्रेन चाहिँ जस्तो नर्मल्ली 350 किलोमिटर पर आवर चल्छ जस्तो नर्मली गाडीहरू त लाइक 100 किलोमिटर पर आवर मात्रै चल्ने नि तर यो चाहिँ 350 किलोमिटरको स्पिडमा चल्छ भनेपछि हजुरले गेस गर्न सक्नुहुन्छ कति स्पिडले चल्छ होला यो बुलेट ट्रेन चाहिँ भनेर र हाम्रो चाहिँ जर्नी टाइम चाहिँ हाम्रो 3 आवर हो र अहिले चाहिँ 1 आवर भइसकेको छ र अब हेर्दै गर्नुहोस् होला अनि यो सानोले भनेको चाहिँ यो एट द एन्ड मोमेन्टमा टिकट काटेर चाहिँ हामीले यो सेकेन्ड क्लास सिट पायौँ भनेको चाहिँ पैसा बचाएको हो क्या के अनि यो जस बिजनेस क्लास पनि खतरा थियो त्यसमा चाहिँ म चाहिँ जाने भनेको थिएँ तर चाहिँ भिजा अलि ढिलो आएको कारणले गर्दा चाहिँ यसमा पाइयो तर विदाउट एनी नो वरिज लेट्स इन्जोय द ट्रिप तर यो पनि एकदम राम्रो छ राम्रै छ एकदम सिटहरू राम्रो छ कम्फर्टेबल छ एकदम राम्रो छ बेला बेलामा चाहिँ चेकिङ भइरहेको छ अनि खानपिन पनि व्यवस्था भइसकेको छ अनि बाहिरको वेदर हेर्न सक्नुहुन्छ पुरा चिल छ है ल ओके इन्जोय द भिडियो हेर्दै गर्नुहोस् ल यसरी अहिले म यो ट्रेनको चाहिँ लास्टमा छु अनि अगाडि जान्छु के कसो हुन्छ तपाईँहरू पनि यसो हेरिदिनुहोस् है यहाँको सिटहरू के कसो हुन्छ यहाँको भाइब्सहरू चेकआउट गरिदिनुहोस् ल यस्तो छ है मान्छेहरू अनि अहिले मैले चाहिँ यो चाहिँ डिजिआईबाट खिचेको छु अघि चाहिँ मोबाइलबाट खिचेको थिएँ यो चाहिँ डिजिआईबाट है यो चाहिँ हुँदो रहेछ अनि यहाँ चाहिँ सानो सुत्दैछन् है जानु डिस्टर्ब नगर वासरुम पनि हुँदो रहेछ है वासरुम पनि रहेछ उता अगाडि पनि रहेछ हल्का पार यहाँ चाहिँ हल्का अब क्यान्टिन टाइपको क्या अब खानाहरू यहाँबाट किन्दा हुन्छ अनि मैले यहाँ मेरो फोन पनि यहाँ चार्ज गर्न दिएको थिएँ चार्ज पनि भ्याइयो हजुरआमाले चाहिँ चार्ज गरिदिनु भएको छ पुरा क्यान्टिन टाइपको अब के खाने हो कसो खाने हो यहाँ चाहिँ अब अलिक क्युआर कोडले चाहिँ स्क्यान गरेर चाहिँ खाना मिल्छ है पैसा चाहिँ त्यति साह्रो चल्दैन सबै क्युआर कोडहरूकै अलिकति चाहिँ पे गर्नुपर्छ र मैले चाहिँ अब हो यो चिकन खाना किन्दैछु अघि नै चाहिँ कफी र हल्का बिस्किट खाएको यो चाहिँ चिकन खाना किन्दैछु सानोको लागि सानो चाहिँ भोक लाएर चाहिँ बिजो अघिदेखि भोक लाग्यो भन्थ्यो नि बिहान चाहिँ हल्का केही पनि खाइएन हतार भयो अनि ऊ चाहिँ सुतिरहेको छ नि त म किनिदिइरहेको छु अब हेरौँ के कसो हुन्छ अनि
ल्याइदिएछु तिमीलाई ए खाना पैसा देऊ न गोजीबाट 不是हुन्छ 谢谢谢谢 Thank you तिमीलाई अहिले भोक लाग्यो भनेको होइन अनि त्यो भएर खाना ल्याइदिएको चिकन खाना तिम्रो लागि स्पेसल ल ल सानोको खाना चाहिँ आयो यो के हो यो भेजिस यहाँ बोडी छ चिकन हो क्या खानु ढुक्क तिमी यसको तल हो खाना बल्ल थाहा भयो यहाँ तल चाहिँ भात रहेछ है एकदम जाडो ल ल कोक पनि छ खाऊ ल ल अघि मैले फोन गर्न चार्ज दिएको थिएँ यस चार्ज पनि भइसकेको छ है ल चार्ज पनि भइसकेको छ ल यो ट्रेन चाहिँ अहिले 249 km/hको स्पिडमा चलिरहेको छ अनि स्मुथ हेर्नु न स्मुथ कति स्मुथ छ यो कोक चाहिँ हल्लेको छैन क्या यति स्मुथ छ यति स्पिडमा पनि भन्न खोजेको यति स्पिडमा पनि यति स्मुथ के केही खड्डा खुल्डुङ केही पनि छैन सो यस गाइज अनि अहिलेको अपडेट भन्नुपर्दा चाहिँ हिँडेको चाहिँ अलमोस्ट 2 घन्टा भइसक्यो अनि अझै 3-4 घन्टा लाग्छ अनि वेदर चाहिँ एकदम गजबको छ पानी परेको छैन घाम पनि छैन अनि सानो त अघिदेखि खानासाना खाएर सुतिसक्यो घुस परेको छैन तर मलाई चाहिँ झ्यापन दिन लाउँदैन त्यस कारणले चाहिँ मैले चाहिँ यसो भ्यू हेर्दै भिडियो खिच्दै अनि यसो मोबाइल चलाउँदै युट्युबमा भिडियो हेर्दै गरेर आएको छु जस आजको जर्नी चाहिँ एकदम राम्रो भएको छ है त गाइस ओके ल ल गाइज हेर्नु अब उहाँको पनि खाना आयो कति मेरो मात्रै खाना उहाँले खाएपछि 3 घन्टापछि खाएर छु है कति भोक लाग्यो मेरो खाना चाहिँ के छ है हजुरको खाना यो चाहिँ चाउमिन स्टाइलमा पास्ता भन्छ ए यो के हो हेर त यो मगाएको है यो मगाउनु भएको है पास्ता थ्याङ्क यू पास्ता ल अनि पानी पनि चिसो पानी सोए ल गाइस फर्स्ट बाइट मसरुम पनि छ कस्तो लाग्यो वाउ वाउ होइन क्या वाउ वाउ मिठो ल हुन्छ ल म अब खाना इन्जोय गर्छु ल ओके कति 2 घन्टा लाग्यो गाइजहरू म चाहिँ अघिदेखि सुतेको छैन सानो चाहिँ जस सुत्नमा चाहिँ मैले मान्छु है अलिकति चाहिँ ढल्किने चाहिँ ठाउँ पाउनुपर्छ र
र पानी मुनि गए पनि सुत्ने मान्छे चाहिँ मेरो सानोको विशेषता चाहिँ मलाई त्यो चाहिँ खास लाग्छ है जस एकछिन ढल्को बाँकी घुगुरको पार्दैन सुत्दिहाल्ने त्यो चाहिँ सुत्न चाहिँ जस मान्नै पर्छ है यो ट्यालेन्ट चाहिँ छ है ट्यालेन्ट त धेरै छ तर यो ट्यालेन्ट चाहिँ नम्बर 1 मा पर्छ र के ल अब अझै सायद अब 2 स्टेसन पछि अब चाहिँ हाम्रो स्टेसन आउँछ होला अब चाहिँ मान्छेहरू चाहिँ झर्दै हुनुहुन्छ लगभग ट्रेन पनि अब खाली हुँदैछ है यसपछि सानो 2 स्टेसन हो भनौँ यसपछि 2टा स्टेसन छ अनि लास्ट स्टेसन सकियो अनि ल ट्रेन चाहिँ अलमोस्ट खाली हुन लागिसकेको छ हल्का अब होटेल पुगेर रेस्ट पनि गर्नुपर्ने हुन्छ सो यस गाइज अब हाम्रो फाइनल डेस्टिनेसन गुइलिन भन्ने ठाउँमा अब हामी आइपुगेका छौँ अब हेरमै के कसो हुन्छ अब हामी बिस्तारै झर्छौँ यस फाइनली अब हाम्रो डेस्टिनेसनमा हामी आइपुग्यौँ आफ्टर 5 आवर्स सानो फाइनली आफ्टर 5 आवर होइन त आवर्स फाइनली के हुने कसो हुने केही थाहा छैन त्यत्तिकै अब यस राम्रो छ ल है त गाइस अब हामी भर्खर ट्रेनबाट झऱ्यौँ अब ल गाइजहरू भर्खरै अब यहाँको गुइलिनको इमिग्रेसन पनि अब हल्का चेकआउट जस्तो गरियो अब बाहिर जाँदैछौँ ल अब हेर्नुहोस् है अब हामी चाहिँ गुइलिन आएको कारण चाहिँ यो सबै एकदम राम्रो छ घुम्नको लागि जस नेचुरल फ्रेन्डली छ भनेर आएको हो यस्तो ठाउँ छ अब हाम्रो स्टे चाहिँ 3 डेजको हुन्छ अनि सबै ठाउँमा चाहिँ अब लगभग भ्यायो भने चाहिँ जाने हो अब हेरमै के कसो हुन्छ अनि यहाँको फेमस चाहिँ हो यो ऱ्याफ्टिङ हो कि यो चाहिँ यो पानीमा चाहिँ डुङ्गा हिँड्ने हो यो त फेमस हो अनि अरू फेमस चाहिँ अब यस्तो डाँडाहरू भयो माउन्टेनहरू भयो एकदम ठुल्ठुलो माउन्टेनहरू यहाँको फेमस हो भनेर चाहिँ आएको आउनु बित्तिकै यहाँ पानीले स्वागत गरिसक्यो वेलकम गरिसक्यो पानीले वेलकम गरिसक्यो अब के कसो हुन्छ आई होप पानी चाहिँ पर्दैन होला किनकि पानी पऱ्यो भने त अलिकति लफडा हुन्छ नि त फेरि हल्का सिम पानी पर्दैछ हेरौँ अब के कसो हुन्छ पानी नपऱ्यो भने चाहिँ राम्रो तर पानी पऱ्यो भने नो प्रब्लम यो छाता बोकेर गइन्छ सो यस गाइज अब अहिले हामी चाहिँ गाडीमा छौँ अनि अब वी आर हेडिङ टु आवर होटल बिहानको त्यत्रो 5 घन्टाको ट्रेनको यात्रा अलिकति थकित चाहिँ अलिकति लागेको छ रेस्ट आएको छ अनि हिजोबाट नै अलिकति रेस्ट नपुगेको
अनि आज बिहान बिहान फेरि रस्ट आवर अलिकति बिहान बिहान अलिकति छिटो छिटो उठ्नु पऱ्यो त्यही भएर चाहिँ अब होटलतिर जाँदैछौँ के कसो हुन्छ अब म यो भिडियोलाई चाहिँ म यहीँ एन्डिङ गर्छु अनि नेक्स्ट पार्टको लागि चाहिँ तपाईँले नेक्स्ट भ्लगमा हेर्नुपर्ने हुन्छ भन्न चाहन्छु अनि यता सानीले पनि हल्का भिडियो खिच्दैछ नि तिमी पनि के हो यता स्न्यापच्याट हो क्या हो स्न्यापच्याटमा चाहिँ बिजी छन् अब सो यस गाइज अब नेक्स्ट भिडियोमा फेरि नेक्स्ट पार्टमा फेरि भेटौँ भाइ त ओके बाई फ्रम गुलिन होइन याङसो Hey everyone, this is just part 1 for this video. Our vlog will continue in the next episode. Till then, keep supporting and stay tuned. Thank you. Bye bye.